बुटोलमा 16औं राष्ट्रिय औद्योगिक प्रदर्शनी चलिरहेछ। आज आउनुस् त्यतै घुमौँ। बिहान उठ्नुपर्छ, यी म जस्तै मेहनती भएर घरको काम त गर्नै पर्यो, आफ्नो काम सकाएर लाग्नु पर्यो कलेज जाँदा चाहिँ प्रदर्शनी होस्टिङ गर्न जाने भनेर साडीहरू पनि लिएर गएँ। अनि टिफिन टाइम हुन्छ नि, खाजा खाना छोडेर म चाहिँ लागेँ साडी लगाउन, किनकि आयोजकले अलि छिटो बोलाउनु भएको थियो। अनि अब साडी लगाएन भने त कलेज छुट्टी हुँदै 10:30 हुन्छ, खाना कतिखेर खानु, साडी कतिखेर लाउनु होइन। अनि सो लगाएको थिएँ। पछि म लागेँ कलेज सकिएपछि रिवानी ब्युटी पार्लर, जुन चाहिँ बेलबासमा रहेको छ। राम्रो सर्भिस आयो भने त्यहाँ जान सक्नुहुन्छ। मलाई त्यहाँ रञ्जना भाउजूले रेडी गरिदिनु भयो अनि राम्री भएर म त्यहाँबाट लागेँ फेरि प्रदर्शनी स्थलतर्फ। त्योभन्दा अगाडि म मेरो साथीकोमा गएको थिएँ अनि उसँग टाइम स्पेन्ड गरेको थिएँ। खाजना पनि हामीले सँगै खाएको थियौँ, त्यो चाहिँ भिडियो खिचिएन छ होइन। र त्यसपछि म चाहिँ प्रदर्शनी स्थलमा लाग्दाखेरि यहाँ सेटिङहरू हुँदै थियो। बोलाउन चाहिँ छिटै बोलाउनु भएको थियो, तर दोस्रो दिन भएको कारणले अब सुरुवात हुन टाइम लाग्छ नि त। अनि सेटिङ गर्ने कामहरू भयो, सबैजना मिलेर यो होइन वाद्यवादन सेट गर्दै हुनुहुन्छ कि हाम्रो वाद्यवादक मित्रहरूले। त्यसपछि चाहिँ मैले यो टाइम यसरी सदुपयोग गरेँ कि है, मस्त बसेर फोटो भिडियो के खिच्नु मन लागेको छ सबै खिचेँ। अनि औपचारिक कार्यक्रम शुभारम्भ गरियो। संस्थाका अध्यक्ष, संयोजक, विभिन्न उपसमितिका संयोजकहरू, आदरणीय व्यक्तित्वहरूको माझबाट मैले चाहिँ औपचारिक कार्यक्रमलाई प्रारम्भ गरेँ। यस्तो जाडो थियो नि साथीहरू होइन, अनि मलाई चाहिँ अति जाडो हुन्छ, त्यही भएर साडी मात्रै लाएर स्ट्रेट जाने त कुरै भएन। मैले चाहिँ कोटदेखि लिएर सक्सदेखि लिएर सबै लगाएको छु कि यहाँहरूले तपाईँले देख्न सक्नुहुन्छ। जाडो भएको कारणले मान्छेहरूलाई पनि अलिक च्यालेन्जिङ नै भएको थियो। यद्यपि दर्शकहरूको आगमन पनि बिस्तारै बढिरहेको थियो। अनि हामीले यस्तो रमाइलो गर्दै कार्यक्रमलाई शुभारम्भ गऱ्यौँ। कलाकारको प्रस्तुति हुँदा हामी खाजा खान लागेका थियौँ। खाजा खान निस्किँदाखेरि त्यहाँको दर्शकहरूले होइन, स्टल धनीहरूले कति राम्रो आवाज हजुरको भन्नुभयो। म खुसी भएँ। ड्याडिज किचनको डेकोरेसन एकदमै राम्रो लाग्यो। बिचबिचमा यसरी चिया खाँदै हामी कार्यक्रमहरू सञ्चालन गरिरहेको थियौँ। आजको मुख्य आकर्षणको रूपमा रहनु भएको थियो रमेश राज भट्टराईजी। उहाँको एकदमै दमदार प्रस्तुति रह्यो। बेहुला बनाउँछु भन्ती बहुला बनाएर गई भन्ने बोलको गीतमा। अनि यतापट्टि चाहिँ उहाँले चाहिँ मलाई अघिदेखि मेरो पनि खिचिदिनुहोस् भन्नुभएको थियो। अनि मैले यहाँ खिचिदिँदैछु उहाँको पनि, मेरो मात्रै होइन कि हामी सबैको भन्नुभएको थियो। ल भने अनि हाम्रो चाहिँ खुट्टा भए जुत्ता छानी पाइन्छ बजारमा, एकदमै भर्सटाइल गायक होइन, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रीय उपाध्यक्ष पनि हुनुहुन्छ। उहाँले हँसाउनु भयो। उहाँको लागि मैले 1-2 लाइन लेखेको थिएँ, त्यो भनेको भिडियो खिच्दिन भनेको थियो, खै कता खिच्दिनु भएछ थाहा भएन। कार्यक्रम सकियो, रात पनि परेको थियो, चिसो मौसम, आत्तिँदै घर आएको त घरमा चाहिँ मान्छेहरू यसरी कपडै नलगाइ बसेका किन रहेछ भनेर माथि हेर्दा एसी चलेको रहेछ नि त साथीहरू। आफूलाई जाडो भएर आएको, छोरी भने यसरी ब्ल्याङ्केट ओढेर टिभी हेर्दै थिइन्। अनि सरको चाहिँ भोलिबाट टुर, अनि आफ्नो तयारी गर्दै हुनुहुन्न रहेछ, के भन्नुहुन्छ भनेको, खै त मेरो कपडाहरू के लाउने हो पोरे, अब मलाई के थाहा होइन। उहाँको थियो भोलिदेखि मुक्तिनाथको टुर 5 दिनको लागि। अनि प्याकिङ गर्ने कुरा निर्णय गरेर हामी चाहिँ खाना खान लाग्ने भनेको। यतापट्टि चाहिँ खाना खाने बेलामा चिया नै कफी खाँदै हुनुहुन्छ देवर राजाले अफिसबाट आएर। यसरी बित्यो हाम्रो दिन। बाई बाई।